दिन भयो हाम्रो यो सुरु गरेको 4 दिन भयो 4 दिन भयो हजुर योजना चाहिँ अलि अगाडिदेखि नै थियो हजुर अनि महालक्ष्मी नगरपालिका हामीले यो वडा नम्बर 4 ले गरिरहेको काममा तपाईहरुलाई कतिको चाहिँ सन्तुष्ट छ है अब यसरी चाहिँ तपाईहरुको घर आँगनमै हामीले अहिले महालक्ष्मी नगरपालिका वडा नम्बर कार्यक्रम अब लगभग चाहिँ अध्यक्षज्यू हामीसँगै कामहरु हुँदाखेरि हेर्न गएको मात्र लगभग चाहिँ सकिसकेको काम गर्न बस्दैछ यसपालिसम्म निरीक्षणको लागि बनाउनु भयो र निरीक्षणमा आएर आउँदाखेरि यसरी हामीले चाहिँ अब यहाँको कामहरु हेर्दाखेरि तपाईहरुको एकता र नगरपालिकाले ल्याएको यस्तो योजनामा तपाईहरुको समन्वय एकता देखेर चाहिँ खुसी पनि लाग्यो यसरी नै हामी विकास गर्नलाई जनप्रतिनिधिको मात्र भूमिका हुँदैन हामी स्थानीय हाम्रो चाहिँ जुन अब विकास ल्याउँदाखेरि चाहिँ विकासमा चाहिँ हाम्रो स्थानीय टोल स्टार समितिदेखि लिएर यहाँका चाहिँ टोलवासीहरूको पनि साथ सफलताहरूले हाम्रो विकास गर्न सजिलो हुन्छ होइन त आजज्यू उहाँहरुकै पहलमा उहाँहरुकै राजस्वको करबाट हामीले यो दिएको त हो नि नभए त हाम्रो व्यक्तिगत त कहाँ चाहिँ यो हजुर यो चाहिँ अब सम्भव हुन्छ र यो चाहिँ के छ भन्दाखेरि हामीले धेरै पहलमा यहाँहरुको लाई कुरा राख्दा राख्दै धेरै हाम्रो वडाहरुको सँग समन्वय गरेर यहाँ टोलवासीहरु जम्मा भएर अलिकति यहाँ प्रब्लम पनि आएको थियो अनि त्यसको साथसाथै यो पुरा भएको चाहिँ छैन उपमेयर साहब आशा छ यो फेरि हजुरहरुबाटै हुनुपर्छ सबैको पुरा हुनुपर्छ र यो नमुना हजुरहरुले बनाएकोमा हामी धेरै यो टोलवासीहरु खुसी छौं र यो सबै ठाउँमा पुगोस् यो एउटा नमुना बनाउँदै छौं हामी सबैमा हुनुपर्छ सबै जनता बराबरी हुन हाम्रा हैन त इमाडोललाई नै एउटा नमुना बनाउने तपाईहरुबाट हुँदैमा केही नयाँ नयाँ कुराहरु ल्याएर गर्नुहुन्छ भन्ने आशा राख्दै म चाहिँ महालक्ष्मी 4 बनाउन आएको उहाँ चाहिँ सम्पूर्ण महालक्ष्मी बनाउन आउनु भएको उहाँले चाहिँ महालक्ष्मी सबै बनाउनुपर्छ 4 बनाउने हो सर धेरै राम्रो छ र यहाँका बासिन्दाहरु पनि खुसी छन् हजुर तपाई आज आइदिनु भयो अझै रमाइलो राम्रो र यो तपाईहरु पनि आइराख्नु पर्छ हजुर सबै ठाउँमा जानु पर्यो हामी त हाजिर